सो हेलो एभ्रिवान वेलकम टु माई ब्लग आई होप हजुर सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु भन्दा चाहिँ एकदम रुगाखुगी लागिरहेको छ नुहाकोट आएर। सो अहिले चाहिँ हामी तिनजना चाहिँ रसुवा जानु लाग्यो। यो चाहिँ मेरो साथ, यो चाहिँ साथीको भान्जो। सो अब चाहिँ हामी एउटा निस्किन्छौँ खानासाना खाएर। अब एकैचोटि बाटोमा भेट्छौँ। हामी चाहिँ तल गएर चाहिँ पेट्रोल हाल्नु छ, त्यसपछि मात्र हामी एउटा निस्किन्छौँ। सो म चाहिँ राइडर हो। अब चाहिँ हामी एउटा निस्किन्छौँ। ब्लगर चाहिँ म हो। हेलो भन्न भाइ, ओए हेलो भन। ठोटे ठोटे दे ठोटे खै डान हाँस त युट्युबमा आउँछ। हेलो गाइस, हाम्रो सानो भान्जा यहाँ चाहिँ सानो भान्जा आयो है भन कति रह्यो लजाइरहेको भान्जा भएर पनि उसको चाहिँ कपाल काटेको छैन। अब छेउरमा काट्छ होइन, अब उसको चाहिँ छेउरमा काट्छ। उसको त काटिसकेको होइन उसको छेवर गरेको छैन। उसको पनि छेयर गरे होइन। ऊ दुईजनाको चाहिँ छेयर गर्नु पाएँ। ऊ चाहिँ एकदम ह्यान्डसम छ। पछि चाहिँ केटाहरू पुरै पछि लाग्छ। अब चाहिँ ढिलो नगरी अब चाहिँ हामी एउटा निस्किन्छौँ। त्यही हो, अब यहाँबाट निस्किन्छ। कति को तिमीसँग 3-4वटा पछि लागिसक्यो। त्यस्तो भाइरल है, ह्यान्डसम हो। दाँत देखेर होला नि, हाँस्दै पनि देख्छ नि हो। ल अब चाहिँ हामी एउटा ढिलो नगरी निस्किन्छौँ। गोसे गुम्बा रसुवा गुन्डा पुग्नलाई चाहिँ 4 घन्टा लाग्छ अरे यहाँबाट। अब निस्किम। अब हामी यहाँबाट निस्किन्छौँ। अघि चाहिँ मेरो साथीले बनाएको थियो, अब चाहिँ म बनाउँछु। अब हामी चाहिँ घरबाट बिदा दिँदैछौँ। सिउ टुमारो बाटो घुमारो। अब हामी चाहिँ एकचोटि भरे बेलुका आउँछ। सानो भान्जी, छोटे भान्जा, हाम्रो ह्यान्डसम भान्जा, हजुर हाम्रो दिदी। हामी चाहिँ निस्किन लाग्यो। अब गाइजहरू दिदी घरबाट खोइ कहाँ गयो मेरो चप्पल। ल मेरो भान्जाले न चप्पल लाउनु लाग्छ। चप्पल नलाउ भने भान्जा जुत्ता लाऊ। ल हामी चाहिँ लोकल पारामा जानु लाग्छौँ गोसे गुन्डा। हामी चाहिँ यसमा जानु लाग्यो। अब यसले के कसो धोका दिन्छ कि दिँदैन थाहा छैन। साथीले निकाल्दैछ। यो चाहिँ गाउँ घरतिरको भ्यू। यहाँ चाहिँ हाम्रो दिदीहरूले कुखुरा पालेछ। पालन कता हिनाजुले औषधी दिँदै हुनुहुन्छ। यता चाहिँ कुखुरा छ, पुरै कुखुरा नै भरिन्छ होला। अब हामी चाहिँ निस्किन्छौँ। ल बाई 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 भान्जा, भोलि आउँछस्, भरे आउँछस्। ल जाउँ हामी चाहिँ। ल हामी चाहिँ निस्किसक्यो। भान्जा र म चाहिँ साथीले चाहिँ लिएर आउँछ। हस् हस्, कल गर्छु म तपाईँलाई। ल हामी चाहिँ निस्किसक्यो भने त भान्जा। के कस्तो भइरहेछ तिमीलाई, अनुभव कस्तो हुँदैछ? अब त्यहाँ गएर के हुने हो भन रमाइलो हुन्छ मलाई चाहिँ। भन अरू। र हामी चाहिँ अब यहाँबाट निस्किन्छौँ, भरेतिर आउँछौँ। र मामा गयो ल। हजुर भरे आउँछौँ। अहिले हजुर खाना खाएर हिँडेको पप्पीहरू। र हामी चाहिँ यहाँबाट निस्किन्छौँ छ्याक्क पाराले। अब यहाँनिर फेरि छ्याक्क हुन्छ। अब छ्याक्स पारा भयो भने अब बिस्तारै बनाउनु। यहाँ चाहिँ अब अट्दैन। आमा थोरै ल। कत्रो टाइम लाग्यो त्यति निकाल्नु नि यार। ल हामी चाहिँ अब निस्किसक्यो यहाँबाट। बाई बाई सिउ टुमारो। घर जाऊ घर, अहिले आउँछु मामा। हस् हेर्नी। ल बाई 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 भन। ल गाइस हामी तल निस्किन्छ। तल आइज हाम्रो साथी चाहिँ यताबाट जान्छ। हामी चाहिँ यताबाट तल निस्क
ल भान्जा बस्छ ल ढोकेर है ल भगवान् रक्षा गरून् ल भगवान् मन त पऱ्यो भन्नु सुन्नु छोटो खनै छोटो ल हाम्रो राइडर चाहिँ यही हो अब राइडरले सेफ राइड गरौँ है सेफ राइड 2 जना मात्रै त भयो केही छैन भान्जा पनि छ सेफ राइड हल्का ल गाइज अब हामी निस्क्यो बाई बाई भने खोइ मामालाई लगेर हामी चाहिँ निस्किसक्यो भान्जाहरू चाहिँ खुसी छ बाई सिउ घर पापा चक्लेट ल्याइदिन्छ अब हामी चाहिँ निस्किसक्यो मेरो मोबाइल तसँग तिनटै मोबाइल त मसँगै छ तिनटै मोबाइल मसँग छ गाइज साथीभाइ गइसकेको छ यस्तो छ भ्यू चाहिँ गाउँतिरको अहिले एकछिनको लागि पोज हान्छु है गाइज धेरै लामो नभनौँ अहिले गाउँतिर गएपछि देखाउँला यस्तै हो बाटो तलसम्म दिन्छौँ यो स्कुटीको कस्तो चाहिँ पावर छ र गोसेगुन्डा जाँदाखेरि कस्तो हामीलाई साथ चाहिँ दियोस् बिचमा धोका नदियोस् हामीले भन्ने त्यही हो त्यो चाहिँ मेरो गाउँ हो त्यो स्कुल देखिरहेको चाहिँ मेरो गाउँ हो ठ्याक्क गाइजहरू हो यो लामो देखिरहेको नि हो ठ्याक्क त्यो चाहिँ मेरो घर हो घरभन्दा नि स्कुल हो मेरो घर चाहिँ त्यो स्कुलभन्दा माथि छ तर हल्का देखिँदैन अब हामी चाहिँ उकालो उक्लिन्छौँ यहाँबाट अनि पिपल बोट आइदिन्छ ल एउटा हो निस्क्यौँ हामी चाहिँ छ गाइज पिपल बोटसम्म हामी चाहिँ यस्तो भ्यू हेर्न सक्नुहुन्छ खतरै छ कस्तो हुसो लागिरहेको छ क्या आजभोलि गाइज त्यही भएर कस्तो नराम्रो देखिरहेको क्लियरै देखाएको पुरै पानी परेको छैन नि त त्यही भएर पुरै हिस्सोले पुरै डाँडा पुरै हुसो लागिरहेको नि भाइ यो चाहिँ तलको चाहिँ डाँडा गाउँ हो हिजोदेखि निस्कने भयो त्यो डाँडा गाउँ चाहिँ हिजो त भिडियो बनाएको छैन आज त यो चाहिँ पारी चाहिँ मेरो दाईको घर हो म दाई अब दाई रहेछ भने बोलिदिनु पर्ला अब दाई छैन भने त के बोल्नु मलाई बोल्नै लाज लाग्छ क्या दाईसँग किन कसम भने अब हामी चाहिँ निस्किसकेको छौँ हामी चाहिँ यस्तो बाटो छ है गाई यस्तै हो अब उतासम्म यस्तै बाटो छ त्यहाँ पुग्नलाई हाम्रो केही 5 मिनट 6 मिनट लाग्ला बाटो चाहिँ यस्तै छ 6-7 मिनटको लागि अफरोडै त्यहाँदेखि पिच छ ल गाइज अब हामी चाहिँ निस्किसकेको छ भन्दा कस्तो फिल हुँदैछ तिमीलाई मलाई कस्तो मेरो साथीलाई चाहिँ कस्तो फिल हुँदैछ राम्रो भयो अब खाना कस्तो भयो मिठो टिप्पो त्यस्तो भयो भने के नभए साथी यस्तै हो गाउँघरमा एकदम मिठो यार सिकुटी झन् धेरै पछि खाइयो यार सिकुटी लगाउँछ केटी जस्तो यार मलाई भन्छ ऊ चाहिँ लगाउँछ लगेर अब हामी चाहिँ अब निस्किसक्यो फाइनली अब म चाहिँ उता पारी गाउँमा गएर मात्रै भिडियो पोस्ट गर्छु धेरै लामो हुन्छ मेरो स्टोरी है गाइस हामी चाहिँ फेरि गाउँमा आइसक्यो गाउँमा गाई छ भने बोलिदिन्छु छैन छ नि चल पाहाड मात्र छ अगाडि नै छ क्या भान्जाहरू फेरि यार भाइहरूको चाहिँ पारी भान्जाहरूको चाहिँ पारी भाइ सही हुन्थ्यो मलाई भुल्नै झगडा थियो निस्किसकेको छौँ हजुर मासु लिएर आइदिनु त म मलाई यो चाहिँ मेरो दाईको घर हो दाई छ कहाँ छ दाई यहीँ छ लगाइछ हामी चाहिँ पिच रोडमा फाइनली निस्केर अब हामी चाहिँ सनानौरा गइरहेको छौँ हाम्रो भान्जा चाहिँ धेरै एक्साइटेड छ मामा पनि एक्साइटेड छ मेरो साथी पनि एक्साइटेड छ हामी चाहिँ अब निस्किसकेको छ कसरी सक्दैन हामीलाई भान्जा हामी त्यस्तो हामी खरा हेऱ्यो नि कान हल्लाउनलाई लगाइछ हामी चाहिँ अब पिच रोड ठक्क पिच रोडतिर गइसकेको छौँ मेरो साथी र म चाहिँ अब हामीले चाहिँ हिजो यो गाउँको भिडियो बनाउनु पाएन आज चाहिँ बनाउँछौँ बाटो अलिअलि यस्तै छ यस्तै माइन्ड नगर्नु होला तर बाटो चाहिँ पुरै ओह्रालै छ तलसम्म मामा घर तलसम्मै सब मामा घरसम्म छ तर अलिकति सिधा छ यो अलि यता भन्छु
जे जस्तो भयो नि एक्साइटेड चाहिँ छ भन्छ हो कि होइन हामी चाहिँ यत्रो हाम्रो गाउँ चाहिँ यहीँ नुवाकोट भयो भने हामी चाहिँ एकचोटि नि गएको छैन हाम्रो साथीले गर्दा मात्रै जानु लागेको छ साथीलाई घुम्न मन थियो त्यही भएर हामी पनि अब साथी पनि भर्खरै बाहिरबाट आयो कि गाइस त्यही भएर साथीले म चाहिँ हाम्रो गाउँ घुम्न आएको छु अहिले त्यही पनि हामीलाई केही टेन्सन छैन हामी भनेको अहिलेदेखिको साथी होइन हामी भनेको वर्षदेखिको साथी हो त्यति बेला हाम्रो भान्जा 1-2 वर्ष थियो होला हामी 2जना साथी भएर हामी साथी भाइ 13-14 वर्ष भयो हाम्रो 13-14 वर्षको मित्रता हो गाइस 13-14 15 वर्षको मित्रता हो गाइस हाम्रो कति झगडा गऱ्यो कति मोलमटी गऱ्यो त्यो पनि हामी बोल्न चाहिँ छोडेन कहिले नि कहिले झगडा भयो कहिले रिसाइ गरेर बिचमा चाहिँ बोल्नु थिएन तर बोल्न चाहिँ बोल्यो छ हाम्रो साथीले चाहिँ योभन्दा धेरै नबोलौँ होला गाइज फेरि हाम्रो मोबाइल डेन्जरै छ आइफोन भएर के गर्नु स्टडी फुल हुन्छ यार कति छिटो स्टडी फुल भ्यू अलिकति भित्र के गरेर भन्दा खराबमै पऱ्यो नि त यार यो चाहिँ पहाडीको चाहिँ यो चाहिँ डाँडा गाउँ हो यो पहाडी हो लभली छ भ्यू चाहिँ अब यहाँबाट उता पहाडी चाहिँ मेरो गाउँ हो यो पहाडी चाहिँ ठ्याक्कै मेरो गाउँ हो गाइज हामी चाहिँ त्यो लामो देखिरहेको ठाउँबाट आएको त्यो लामो घरहरू देखिरहेको यो चाहिँ स्कुल हो त्यो हाम्रो गाउँतिरको जम्मा 5सम्म छ त्यो स्कुल मामा घर भन्छ यस्तै हो भ्युज गाइजहरू भ्यू यही हो त्यो पारीसम्मको भ्यू यही हो गाइज बाटो राम्रो छ है बाटो 100मा 80% चाहिँ राम्रो छ 20% चाहिँ काम हुन बाँकी छ ल गाइज अब यति हो अब हामी चाहिँ निस्किन्छौँ सन अब एकैचोटि हामी चाहिँ तपाईँहरूलाई मुनि गएर भेटौँला अब पारीसम्मको भ्यू हेर्नु भइगयो धेरै भिडियो बनायो भने स्टडी फुल हुन्छ के गर्नु वा कति राम्रो पाउँछ यार भिडियो नबनाउँ भने बनाइरहनु मन लाग्ने छ गाइस के गर्नु तर भिडियो बनाएर नै हुँदैन र गाइस अहिलेको लागि यति नै म चाहिँ अब तल गएर भेटौँला तपाईँहरूलाई बारीबाट हियाबारी आइसकेको छ वाट अ ब्युटिफुल प्लेस यार हरियाली छ यार गाइस केराको बोट छ बाटोमै घर कति राम्रो छ बाटोहरूमा हेर्नुहोस् न वा अब यो भिडियोमा आउनको लागि फास्ट आउँदैछ What a beautiful place. जुल्यो खेतैमा हो दसैँ आयो हो दसैँ आयो ल गाइस अब म चाहिँ तपाईँहरूलाई फेरि तलतिर गएर भेट्दैछु यो यस्तै हो भ्यूहरू ल राम्रो छ गाइस यो पारै पुगिसक्यो त त्यो झारेर भिडियो बनाउन मन लाग्यो What a view guys, what a view. What a view guys, what a view. What a beautiful place in the view. हाम्रो भान्जाले चाहिँ मन्दिर देख्नै नहुने भयो मन्दिर भनेर क्यान्सल भइगयो यो स्कुल त लगाइरहेको हाम्रो भान्जाहरूले स्कुल लगाएको छैन के हो त्यस्तै नि हुन्छ यो चाहिँ श्री कालिका माध्यमिक विद्यालय रहेछ कति क्लास हुन्छ 10सम्म हामी चाहिँ गइरहेको छ हामी चाहिँ अब ओह्रालो लागिसकेको छौँ यहाँबाट चाहिँ अब खाली ओह्रालो छ केटा हो के हो केटा हो निस्किसकेको छौँ केटा हो केराको गाडी छ केरा बारी छ 3जना बस्दा नि गाह्रो भइरहेको छ भान्जा चाहिँ मन्दिर देख्नै नहुने हो गाई चाहिँ पनि मन्दिर देखाउने हो गाछ यत्तिकै यस्तै हो तल गएर भेट्ला मन्दिर हामी चाहिँ अब यहाँबाट फेरि स्टार्ट कहाँ स्टार्ट बन्द गर्छ यार गाइस तेल नभएपछि यस्तै हो तेल हाल्ने ठाउँै छ नि केटातिर
त्यही हामी चाहिँ पुरै यहीँनिर स्टार मात्रै गरेर फेरि यसले स्टार गराउँछ केटा हो त्यही हो अरू सङ्ख्या लगाइरहेको छ त्यही स्टार गर्नै पर्छ जसरी पनि ल गाई चाहिँ यस्तो पाराले त कच्चाको पाराले त कहिले पुग्ने हामी 1 घन्टा त घरबाट निस्केको भइसक्यो गाई ओह्रालो छ अब खासै अब भ्यू पनि त्यस्तो खासै छैन जङ्गलै तार त खतरा देखिरहेको अब हामीलाई चाहिँ अब त्यस्तो त्यस्तै मनपर्छ गाई चाहिँ अब ओह्रालो छ त्यो ओह्रालो छ बाटो चाहिँ राम्रो छ 70% चाहिँ बाटो राम्रो छ गाई 30% हल्का राम्रो भएको छैन अब 30% पनि राम्रो बनाउँछ होला यसले त्यो आशा गर्छु राम्रै होस् आफ्नो देश यसपालि हाम्रोलाई होइन राम्रोलाई छानौँ भन्छन् अब राम्रो छ कि छैन अब त्यो हेरेर भोलिपछि अब मन्त्री भएपछि थाहा हुन्छ अब मन्त्री अब राम्रो गरेन भने अब त्यसलाई पनि त्यही गेन्जी आन्दोलन के पारा हो गाइस देशमा गरी खाने वातावरण होस् क्या अरूको देशको मान्छे हाम्रो देशमा आओस् क्या गर्नलाई गाइस लगाइ चाहिँ यो बाटो अब तल अब हाम्रो मामा घरतिर पछि तपाईँलाई दिन्छु बाटो चाहिँ यस्तै अब पुरै जङ्गल छ बाटो चाहिँ हामी पछि तलसम्म अब हामी जहाँसम्म जान्छ त्यहाँसम्म पछि छ अब हामी चाहिँ मामा तपाईँको चक्को पर्दैन चक्को मामा हजुर म तपाईँलाई चक्को पर्दैन ओके भिडियो बनाइहाल्छ चक्को What a beautiful place, guys. जङ्गलले केही देखाएन त्यही पनि ब्युटिफुल छ हामीले चाहिँ बगान देखिरहेको छ जङ्गलले पुरै छेडिरहेको चक्को रुखले गाइस त्यो चाहिँ चक्को रुखले गाई चाहिँ एकछिनको लागि अब तल ढलान छ यो बाटो यहाँदेखि चाहिँ ढलान छ यो बाटो तलसम्म फेरि पिक्छ त्यो चाहिँ सिल ट्याङ्की हो गाइस हामी नुहाएको सबभन्दा भाइरल ठाउँ सिल ट्याङ्की सिल ट्याङ्की त्यो सिल ट्याङ्की हाम्रो मामा घर हो त्यो चाहिँ तलको यो सब देखेकै सब मामा घर हो त्यो चाहिँ मेन हो हाम्रो होइन मामा घर होइन मामा घर ओह्रालोमा झारे गर्छ त हो कि हाम्रो दोस्रो हामी अब मामा घरमा तेल पनि छैन क्या गाइस तेल भएको त हाम्रो ठिकाना छैन तेल पसल पनि छैन तेल पसल के भएको हामी चाहिँ अब यो डाँडा जान्छौँ वाउ कति राम्रो देखेको यो डाँडा हेर न वाट अ ब्युटिफुल ओ माई गड हामीलाई कस्तो एक्सपिरियन्स हुँदैछ मामाहरूसँग फर्स्ट टाइम हुनु जाँदा लाइक सेयर सब्सक्राइब गरिदिनु भन न त भान्जा तिमीले भनेर भाइरल हुन्छ कि मामाहरू मामाहरू गाइसको चाहिँ हाम्रो मामाहरू साथीले लाँदैछ बाटो चाहिँ सानो छ जय घन्टी यो चाहिँ के हो घन्टी हो कि के हो यो ओ घन्टी जिन्दाबाद भने जस्तै भयो गाइज है त्यो एकजना छ गाइज घन्टीमा मान्छे पागल जस्तो तर घन्टी चाहिँ घन्टी क्यास गर्छ कि यहाँ त तर्साउँछ तर्साउँछ नि भन्छ यहाँ जान्छ यहाँ चाहिँ तर्साउँछ गाइस एक्लै बाटो बेलुका आयो भने ख्यार गर्छ मान्छे बोल्ने जङ्गल चाहिँ यही हो यो रोडबाट लान्छ मान्छे बोल्नुलाई चाहिँ यता माथिबाट हामी चाहिँ तल रोड पनि निस्किन लागिसक्यो फाइनली हामी चाहिँ मामा घर कटेर पनि तल पिचमा आइसकेको छु यो चाहिँ हाम्रो गाउँको जग्गा हो यो चाहिँ सब मेरो जग्गा हो 3.5 करोडको मालिकको छोरा हो त्यो चाहिँ उनीबाट गाइस अहिले भेटौँ न तपाईँहरूलाई तल गएर हाम्रो
गाउँतिर चाहिँ धेरै जस्तो यस्तै चल्छ टेम्पोहरू तर हाम्रो घरतिर चाहिँ होइन भान्सा घरतिर चाहिँ यस्तो टेम्पो चल्छ अब भान्सा हेर्नुमा मामु उदाहरण उठेर काठ होइन के त चिल चिल भन्नु भएको थिएँ मैले सरी आएको सिपले कल गर्नुभएको थियो गाइस हामीलाई चाहिँ अब हामी चाहिँ फेरि यहाँनिर यो ठ्याक्कै के अरे यो के ढुकुर भन्छ के अरे के ठाउँ पो हो यसको नाम मलाई नि याद भएन के बस पल्टेको ठाउँ बस पल्टेको अस्ति यहाँ थियो बस पल्टेको थियो तर मान्छेलाई चाहिँ के भएन मान्छे थिएन ड्राइभर मात्रै थियो ड्राइभर मात्रै तर ड्राइभरलाई पनि के भएन बस चाहिँ उतार्नु परेको थियो त्यो बसको नाम चाहिँ तितुङ हो तितुङ ब्लक्स होइन त भन्दा यो बाटो चाहिँ लास्टै कहिले नबनाउनु भयो गाइस पहिरो धेरै जान्छ त्यही यो बाटो धेरै पिच होइन ढलान गर्नुपर्ने हो तर कहिले जिन्दगी बनाउँदैन यो बाटो अब स्कुटर यस्तो काम थाल्छ गाइस वार बटार्नुपर्छ त्यसपछि मात्रै हो ल गाइस हामी चाहिँ यही बाटो हो अब तल गएर रोडमा भेटौँ न तपाईँहरूलाई मैले लामो तल आउँदो रहेछ लामो तल कागज बाई बाई हामी चाहिँ अब यहाँबाट ठ्याक्कै तल रोड निस्किन्छ रसुवा जाने रोड चाहिँ अब यहाँबाट चाहिँ पुरै खतरै छ फेरि रसुवा त्यहाँ उतासम्म के अरे बेत्रौली बजारसम्म चाहिँ फेरि बाटो त 100-200 हार्ने छ खोला हेर्नुहोस् यो त तिर्सिली खोला हो यो पछाडिको भ्यू हेर्नुहोस् हामी चाहिँ यही पछाडि बाटोबाट अहिले बाटो चाहिँ राम्रो छ अब स्कुटरले कहाँ छ स्कुटरले चाहिँ साथ दियोस् मासु त भर्खरै खाएर त गाछ किन टोक्यो अस्ति नै दोहोरेर म यहाँसम्म आएको थिएँ डुल्दै यहाँ पुलसम्म यहाँनिर 2-3 जना मान्छे मरिसक्यो यो भित्र छिरेर मर्दैन त भन्दा अनि त्यो पुरै पानीको अनि ठुलो यो चाहिँ कस्तो खालको पुल हो थाहा होइन 3-4 जना मान्छे खाइसक्यो यसले चाहिँ अस्ति नै मेरो एउटा भाइ र म चाहिँ यहाँ बिचसम्म आएको थिएँ पुलमा डराइ लगाए जब हामी चाहिँ मेन रोड आइसकेछौँ ठाउँ चाहिँ राम्रो छ जाने ठाउँ राम्रो छ यो पनि हाम्रो मामा भनेको मामाहरूको बुवा चाहिँ अस्ति 1 वर्ष हुन्छ होला साढे 1 वर्ष भयो होला मामाहरूको बुवा भेटेको मामाले पसल हो वा सुगुडी बुझ्न भिडियो यार राम्रो छ अब हामी चाहिँ पेट्रोल पम्पमा ठेगा झर्ना केरा हो झर्ना अझै अगाडि हो क्या अब आउनलाई अब यो घुम्ती घुम्यो आइपुग्यो हामी चाहिँ गाइस बोकेनाथ गाइस हामी चाहिँ अब रसुवा जाने बाटोबाट गइसक्यो गयो बाटो हिँडेको क्या म त उता बाँक्नो बाटो मात्रै हिँडेको क्या यहाँबाट धुन चाहिँ 3.5 किलोमिटर बाँकी छ अब साथीले बताउँदैछ साथीले हरत सरत केही बताउँदैन साथी चिलको मान्छे हो म भाइ अहिले मारिसम्म हरत बताउँछ थिएँ अब यो चाहिँ हाम्रो गाउँतिर जाने गाडी हो यो रसुवातिर जाने गाडी हो यो अब हामी चाहिँ निस्किसकेको छ अग्रा हो तिमीहरूलाई चाहिँ म माथि गएर भेट्छु हामी चाहिँ लहरे पवा भन्ने ठाउँ आइपुग्यो बाटो चाहिँ जे होस् राम्रो छ लहरे पवा हो
सब काङ्ग्रेसले ड्युटी खारेछ देश विकास नहुनु कारण त्यही हो क्या केटाहरू हाम्रोलाई होइन राम्रोलाई दिउँ भन्छ तर हाम्रोलाई दिन्छ र त देश घन्टा छ घन्टा छ तर हो अब हामी चाहिँ तिमीहरूलाई धुन्चे पोएसी भनौँला अहिले चाहिँ हामी यो खरी बगुवा भन्ने ठाउँमा छौँ त्यो हाम्रो कहीँ चिनेकै छैन के हो यो के भन्यो पनि पढ्न आएन गाई हामी अघि आएको बाटो गाई चाहिँ अब हुन्चोतिर गएर भिडियो बनाउँदा काङ्ग्रेसले मार्केट खाइसकेको रहेछ यतातिर तर घन्टी चाहिँ भोट चाहिँ घन्टीलाई केटा हो जसले चाहिँ भने काङ्ग्रेस हो राङ्ग्रेस हो रन्टिङ सब चोर हो भोट फर घन्टी केटा हो काङ्ग्रेस टोल रहेछ यता सबै जहाँसुकै काङ्ग्रेसकै झन्डा छ केटा रुखको झन्डा छ क्या जहाँसुकै देश एउटा बाटो चाहिँ राम्रो बनाएन सारा चोरहरूले यस्तोहरूलाई भोट दिन्छ हाम्रो देशको मासु भात र पैसामा बिकेको क्या हाम्रो देशको मान्छेहरू सब केटा हो केही छैन यसपालि चाहिँ हाम्रो हामीलाई होइन राम्रोलाई भोट गरौँ हाम्रो सोल्युसन त्यही हो त्यत्रो अस्ति प्रोटेस्ट भएपछि त्यत्रो बच्चाहरू नि मरेर केटाहरू त्यत्रो एनजिओहरूले आफ्नो ज्यान भएको छ त्यत्रो सुविधा भ्यू गाइज एकदम दामी भ्यू रहेछ अरे रसुवाको सो आज चाहिँ हामी यहाँसम्म मात्र आयौँ सो नेक्स्ट टाइम चाहिँ हामी उहाँसम्म जान सक्छौँ सो हेर्दै जाऊँ अब काम अब चाहिँ हामी एउटा फर्किन्छौँ यहाँ चाहिँ सिसा रहेछ कुन चाहिँ त्यो बियर खाएर पुरा सिसा सो हामीले चप्पल लगाएर आइरहेको थियो कि त्यही भएर चाहिँ हामी एउटै फर्किन्छौँ रसुवा यही हो चाइनाबाट चाहिँ यहीँबाट जान्छ यो रोड हुँदै जान्छ अब चाहिँ हामी यहाँ फर्किन्छौँ त्यो चाहिँ त्यहाँनिर छ हाम्रो अस्पताल यहीँ छ र अब चाहिँ यहाँबाट फर्किन्छौँ मिर्गो कहाँ भयो मिर्गो पनि देखियो रसुवा आएर गाइस हामी चाहिँ सिनेमेटिक फोटो खिचेर हामी चाहिँ यहाँबाट निस्किसक्यौँ अब चाहिँ हामी जान्छौँ कहीँ नरोकी जान्छौँ हामी चाहिँ ओह्रालोमा चाहिँ हामी इलेक्ट्रिक बनाएर जान्छौँ तेल बचाउनलाई इलेक्ट्रिक बनाऊ तेल बचाऊ तर पुग्न त एकैछिनमा पुग्छ क्या हामी है ओह्रालोमा एकैछिनमा पुग्छ क्या हामी आउनुलाई मात्र अलिक टाइम लागेको छ नत्र जानलाई त छिटै पुग्छ
गोसेगुन्दा पुगेर नै आइसक्यो हामी अलरेडी हो हाम्रो तेरो चेकिङ गर्ने है हामीलाई त गर्दै गर्दैन अघि फर्केर आयो हामी अघि गरिसकिन्छ जानु बाँकी बिच बाटोमा रोकिदिएर आयो के भन्नु मासु भात मासु र भात सो गाइस हामी चाहिँ गङ्गटे पार्क घुमेर नि घर जाँदैछौँ अब हामी चाहिँ अब नन स्टप घर जानु कहीँ नरोकिकन कहीँ नघुमी आज धेरै घुमियो कति किलोमिटर कुदिसक्यौँ हामी यार 50 किलोमिटरभन्दा बढी कुदिन्छ हिँडिसक्यौँ अब चाहिँ डाइरेक्ट हामी घर जान्छौँ अब गएर भिडियो एडिट पनि गर्नु छ त्यही भएर हामी चाहिँ अब घर जान्छौँ भिडियो एडिट गरेर चाहिँ अपलोड गरिहाल्छौँ अनि भोलि चाहिँ हामी काठमाडौँको लागि निस्किहाल्छौँ भोलि नभए पर्सि काठमाडौँको लागि निस्किहाल्छौँ सबैले सपोर्ट गर्नु होला माया गर्नु होला अन्तिमसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला कस्तो छ भिडियो सो त्यो पनि कमेन्ट गर्नु होला त्यही भन्न चाहन्छु अब घर जाँदैछौँ हामी अब हामीलाई घर पुग्न धेरै लाग्दैन 1 घन्टा जस्तो लाग्छ होला एकदम रुगाखोकी लागिरहेको त्यही पनि म चाहिँ घुम्नको लागि चाहिँ हिँडेको घुम्न गयो आइयो अस्तिको टुप्पोसम्म गयो हिमाल हेरियो त्यसपछि हामी गङ्गटे पार्क भन्ने नुवाकोटको आयो र अब गङ्गटे पार्क घुमेर चाहिँ हामी फर्किँदैछौँ घर साथीको घर भोलि चाहिँ हामी काठमाडौँ जान्छौँ अब धेरै बस्नु पनि भएन 3 दिन जति भयो आएको पनि 2 दिन भयो आजसँग 3 दिन हुन्छ र हामी चाहिँ भोलि फर्किन्छौँ होला सो भोलि फर्केको पनि भिडियो चाहिँ म अपलोड गर्छु नुवाकोट कुन ठाउँ हो यो मलाई थाहा छैन सो म चाहिँ 2 चोटि भयो यस्तो गाउँ आएको पहिलोचोटि पनि आएको थिएँ लाइसेन्स नभएर 1000 को चिट खाइयो योपालि त लाइसेन्स बाइकको छ तर पनि साथीको स्कुटर लिएर आएको छु किनकि मेरो बाइक चाहिँ मैले बेचिदिसकेको थिएँ बाहिर जानको लागि र म चाहिँ बाइक गर्दैछु हरन त बनाउनु नि ओभरटेक गर्नुभन्दा अगाडि नयाँ छोट लाला घोसडी यो मुजी खातालाई कसै गुन्दा पुग्नु छ क्या अहिले पुरै मुजी साथ हरन नबजायो मुजी ओभरट्याप गर्छ मात्र चोट साला अरे गाइस रफ रोड परेकोमा कहिलेकाहीँ बोल्नुपर्छ के गर्नु नबोल्नु भन्छ बोल्नु मन लागिहाल्छ बोलेन भने सबैले हेप्छ फेरि त्यही भएर बोल्नु चाहिँ पर्छ है कुनै बेला चाहिँ बोल्नै पर्छ किनभने त्यसले ओभरट्याप गर्ने त्यहाँनिर ओभरट्याप गर्नै पार्नु पाउँदैन नि त लेफ्ट साइडबाट राइट साइडबाट हो नि त ओभरट्याप गर्ने त्यही पनि हरन नबजाइ काङ्ग्रेसको झन्डा यहाँ झरेर रहेछ
सैया रे हेतु। सो मेरो साथीको च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। रमेश तामाङ छ, म उसको लिङ्क चाहिँ म तल डिस्क्रिप्सनमा राखिदिन्छु। सो गएर सब्सक्राइब गरिदिनु होला, मेरो च्यानललाई पनि सब्सक्राइब माया देखाइदिनु होला दुईजनाकै च्यानललाई। माया र सपोर्ट चाहिँ चाहियो गाइज। भिडियो त आइहाल्छ होइन, भिडियो त नआउने कुरै हुँदैन। आफूमा बितेको कुराहरू त बोल्ने बनाउने हो नि। कहाँ गएको छौँ, के गरिरहेको छौँ, घुम्न गएको छौँ, यो ठाउँमा गइरहेको छौँ भन्ने चाहिँ बनाउनु। त्यसैको लागि हो भिडियो भनेको चाहिँ, मेमोरीको लागि। पछिसम्म रहन्छ नि त भिडियो बनायो भने चाहिँ। त्यही भएर भ्लग चाहिँ भिडियो चाहिँ बनाउनुपर्छ। साला गिट्टी नै गिट्टी छ। अहिले चाहिँ हामी रमेशको मेरो साथीको घर भन्दा नि बोले चाहिँ भान्जालाई पुर्याउन जानु छ, साथीको भान्जालाई। त्यसपछि हामी फर्किन्छौँ। कति बजे फर्किन्छौँ? 1:45 हो, 3 बजीतिर फर्किन्छौँ होला सायद। म्याडी तहरू नधरा, तेरो दाइ म्यादी भइसक्यो। म्याडी सागर बसन्त किस्ने भन्ने अब म्याडीको पनि काम सुरु भइसक्यो। सागर बसन्ती किस्ने हो भान्जा। कस्तो भयो त आज? रमाइलो भयो है, धेरै घुमियो आज है। 8 बजे निस्केको, 8, 9, 10, 11, 12, 1, 5 घन्टा, 6 घन्टा हामी हिँडिसक्यौँ स्कुटरमा। हो नाइगा धेरै हिँडियो त आज। हो मलाई अस्ति चिप हान्ने ठाउँ चाहिँ यही हो। यही ठाउँमा मलाई 1000 रुपियाँको चिप ल्याम्म हान्थ्यो लाइसेन्स नभएर। यही ठाउँमा हो मलाई चिट हानेको। यहाँ रोकिदियो पनि र चिट पनि हान्थ्यो। म्याडीहरू म्याडी त्यता म्याडी भइसक्यो। म्याडी नै म्याडी रहेछ है यो। नधरा म्याडी भइसक्यो त्यो।